हेलो गाइस, आज हामीहरू तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छौँ अबाउट कङ्ग्रेचुलेसन्स। यो म आज हेर्छु धेरै विद्यार्थीहरूको आज यो च्यालेन्ज एउटा चुनौती बसेको छ कि कङ्ग्रेचुलेसन कसरी लेख्ने। तर आज हामी धेरै इजी छ, यसको बारेमा म आज बताउँछु कङ्ग्रेचुलेसन लेटरको। हेर, सबभन्दा पहिला हामीले जान्नुपर्छ कङ्ग्रेचुलेसन लेटर दुई टाइप्सको हुन्छ। कङ्ग्रेचुलेसन लेटर दुई टाइप्सको, दुई तरिकाले लेखिन्छ है। फर्स्टमा त लेखिन्छ फर्मल, एउटा हुन्छ फर्मल तरिकाले, मतलब फर्मल तरिकाले, एउटा हुन्छ इनफर्मल तरिकाले। इनफर्मल तरिकाले कङ्ग्रेचुलेसन लेटर लेख्न सक्छौँ हामी। हेर, त आज मध्ये हामी डिस्कस गर्छौँ फर्मल र इनफर्मल मध्ये फर्मलको कुरा। फर्मल लेटर कसरी लेखिने र कङ्ग्रेचुलेसन लेटर लेख्दाखेरि कन्सिडर गर्ने कुरा फर्मेट पनि हो। फर्मेट बनाउन पनि धेरै जरुरी छ। त हेर्नु फर्मेट यसको, र फर्मेट बनाउन साथसाथै हामी यसको बारेमा डिस्कसन पनि गर्ने। हेर्नु कसरी लेख्ने अब है। इनफर्मल, यो हामी फर्मलको कुरा गर्छौँ। फर्मल कङ्ग्रेचुलेसन लेटर कसरी लेख्ने यहाँ लेख्न गइरहेको छु। यहाँ लेख्दाखेरि सबभन्दा ठुलो लेटरमा, क्यापिटल लेटरमा सबै कङ्ग्रेचुलेसन लेख्ने। यो एकदमै आकर्षक बनाउनु पर्छ। जति आकर्षक बनायो त्यतिकै नै हाम्रो राम्रो देखिन्छ र शिक्षकहरूको ध्यान आकर्षक गर्दाखेरि मार्क बढी आउन सक्छ है। यसरी र यहाँ एउटा फोटो, फर्मलमा फोटो जरुरी हुन्छ, धेरै जरुरी हुन्छ फोटो नछाड्नु है फर्मल बनाउँदाखेरि। अब कसरी लेख्ने, कुनै पनि कङ्ग्रेचुलेसन लेटर लेख्दाखेरि, फर्मल कङ्ग्रेचुलेसन लेटर लेख्दाखेरि यो सबै सेन्टेन्स लेख्न सक्छौँ हामी। कहाँ चेन्ज गर्ने मात्र म त्यो पनि यहाँ बताउँछु है। तर यो सबै जरुरी छ, यसमा चेन्ज नगर्दाखेरि पनि हुन्छ। आवर हट गट बाउन्डलेस विथ प्रेजर टु लर्न द्याट। अब यहाँ नाम यहाँ नसरेर लेख्ने। नाम यहाँ लेख्छौ भने त्यो शिक्षकलाई के लाग्छ कि यो यति राम्रो छैन। नाम यहाँ फर्मल लेटरमा यहाँ बिचमा लेखिन्छ। अब जसको नाम यहाँ लेख्नु छ त्यसको नाम तपाईँहरू लेख्ने आफ्नो मनले। म यहाँ लेख्छु चन्दन कुमार पण्डित। चन्दन कुमार पण्डित यहाँ भयो। अब चन्दन के को बारेमा लेखिन्छ, अब के को बारेमा लेख्छौ तिमीहरू, त्यो अब यहाँदेखि सुरु गर्ने, फेरि यहाँदेखि सुरु गर्ने, यहाँदेखि सुरु गर्छौँ हामी। त म लेख्छु चन्दनले 4 GB एसीमा ल्याएछ, त्यसको म हटी कङ्ग्रेचुलेसन दिन्छु। त यहाँ अब यहाँदेखि हु हेज, चन्दन कुमार पण्डित हु हेज सेक्योर्ड, के गरेको छ त सेक्योर्ड गरेको छ, सेक्योर्ड 4 GPA इन SEE अफ 2081 मा के गरेको छ 4 GPA एन्ड हेज बिकम, यहाँ जोड्छु है अलिक, हेज बिकम one of the top student of नेपाल। चेन्ज गर्ने कहाँ भने यहीँ मात्र चेन्ज गर्छौँ हामी। अब जुन टपिक हुन्छ माथि त्यो मात्र यहाँ लेखिन्छ, बाँकी सबै सेम एज इट इज, जस्तो त्यस्तै सबै लेखिन्छ। चेन्ज गर्ने यहीँ मात्र हो, यतिकैमा चेन्ज गरिन्छ, नत्र अब जस्तो जस्तै। फेरि अब अर्को हामी यसमा धेरै चेन्ज गर्छौँ है प्याराग्राफ। अब अर्को प्याराग्राफमा सेम लेख्ने, सेम यस्तै वी हो, वी एक्सटेन्ड आवर हर्टी congratulation for his outstanding performance and being awarded
अवार्डेड यहाँ यो नलेखे पनि हुन्छ, तर यो लेख्छु अब म अलिक ठुलो गर्नको लागि। तर यो जति सानो हुन्छ त्यति नै बेस्ट। टप स्टुडेन्ट। अब यो एउटा हामी एक्सप्रेसन फेरि अब अभिव्यक्ति एउटा अझै लेख्छौँ जुन यो सबैमा लेख्न सकिन्छ, जुन पनि फर्मल लेटरमा यो लेख्न सक्छु। आई विस योर के मार्भेलसमै सासै हुन्छ। मार्भेलस पर्फर्मेन्स इज गाइडलाइन्स फर अदर भयो। अब यहाँ कसले लेखेछ त फर्मल लेटर जहिले पनि संस्थाले लेख्छ, त यहाँ बिचमा फेरि बिचमा संस्थाको नाम लेख्नु है। म लेख्छु यहाँ दुर्गा मोडेल सेकेन्ड्री स्कुल कलया 7 है। अब यो हेर्नु यहाँ अब फर्मेट धेरै आवश्यक हुन्छ है। अब यतिकै नै लेखिन्छ, सानो जति सानो र स्विट लेख्छ भने त्यति नै बेस्ट हुन्छ। त अब फर्मेट बनाउनु, फर्मेट अलिक आकर्षक बनाउनु। यहाँ हेर्नु यसरी तपाईँहरूले स्केलले ड्र गर्नु। हामीसँग अहिले स्केल छ तर म स्केल युज गर्दिनँ है, अहिले म गर्दिनँ स्केल युज। तपाईँहरू स्केलले यसले बनाउनु यसरी आकर्षक, एकदमै राम्रो देखिने खालको। फर्मेटले धेरै असर पार्छ के शिक्षकलाई। जति फर्मेट राम्रो लाग्छ त्यति अनुसार पनि मार्क दिन सक्छ। फर्मेट यहाँ राम्ररी बनाउनु तपाईँहरू। यहाँ केही फुल सोल्ड गरिदिनु आकर्षक बनाउनको लागि। यसरी यहाँ यसरी तपाईँहरू फुल सोल्ड ड्र गर्नु। मलाई त्यति आउँदैन फुल सोल्ड ड्र गर्ने है, तपाईँहरू गर्नु। तर यहाँ पनि गर्न सक्छौँ कि यसरी बनाएर केही फुल म्याम यहाँ सबै फर्मेटलाई आकर्षक बनाउनु। जसरी तपाईँहरू आकर्षक बनाउन सक्नुहुन्छ त्यसरी गर्नु, तर एकदमै आकर्षक। र यति नै लेख्नु, योभन्दा न ठुलो न सानो लेख्नु। सानो चल्छ तर योभन्दा ठुलो लेखिँदैन। फर्मल लेटर इन्फर्मल अलिक ठुलो जान्छ, तर यो सबै सानो, जति सानो भयो त्यति नै राम्रो। र यो हाम्रो अब तपाईँहरू हाम्रो सपोर्टको लागि हाम्रो च्यानललाई मन लाग्छ भने सब्सक्राइब गर्नु, लाग्दैन भने छाड्नु। तर यो भिडियो हेर्नु, हामी तपाईँहरूले हेल्प गर्नको लागि यो भिडियो बनाएको छु, सब्सक्राइब अथवा लाइकको लागि होइन है। ल धन्यवाद।